नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले आगामी निर्वाचन प्रयोजनमा प्रश्न उठाएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घ नाफिजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यो निर्वाचन दलहरूलाई पुनर्स्थापित गर्नका लागि हो कि अरू कुनै शक्तिलाई स्थापित गर्न वा राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्ने खेलका लागि हो भन्ने आशंका रहेको बताएका हुन्। नेता गुरुङले भदौ 23-24 गतेका घटनापछि संसद विघटन गरी घोषणा गरिएको आगामी निर्वाचनको प्रयोजन र वास्तविक उद्देश्यमा नै आशंका गर्दै प्रश्न उठाए। उनले यो निर्वाचन दलहरूको पुनरुत्थानका लागि नभएको आशंका उब्जिएको बताए। आगामी निर्वाचन अन्य शक्तिलाई स्थापित गर्न वा नाम मात्रका दल खडा गरेर मुलुकको स्वाधीनतालाई कमजोर पार्ने खेल हुन सक्ने मा शंका व्यक्त गरे। भदौ 23 गतेका सुरुवाती मागहरू सकारात्मक देखिए पनि 24 गतेको विध्वंसात्मक घटनाले संविधान निष्क्रिय भएको, दलहरू पर्यवेक्षकमा सीमित भएको र जेएनजीको नाममा निर्दलीय सरकार चलेको उनले बताए। उनले पपुलिजमको आधारमा देश गए राष्ट्रिय अस्मिता नै सकिने र नेपाल द्वन्द्वग्रस्त क्षेत्रतर्फ जान सक्ने चिन्ता पनि व्यक्त गरे। दलहरूको सरकार छैन, दलहरूको भूमिका छैन। निर्वाचन गरिदिए दलहरू सहभागी हुने हो, अन्यथा दलहरूको यतिखेर भूमिका छैन। एक प्रकारले भन्ने हो भने दलीय व्यवस्था अथवा लोकतान्त्रिक प्रणाली एक प्रकारको गम्भीर सङ्कटको सङ्घारमा छ। यो लोकतान्त्रिक प्रणाली पुनः क्रियाशील हुन्छ कि हुँदैन त? हुन्छ कि हुँदैन? दलीय प्रणाली पुनः क्रियाशील हुन्छ कि हुँदैन त भन्दाखेरि यहाँ केही कन्ट्रोभर्सियलहरू देखिन्छ। एकातर्फ दलीय प्रणाली अनुसारको पार्लिमेन्ट थियो तर पार्लिमेन्ट डिजल्भ गरिएको छ, अर्कोतर्फ चुनाव गर्ने भनेर भनेको चाहिँ छ। आखिरमा चुनाव गर्ने, निर्वाचन गर्ने र दलहरूमै चाहिँ तपाईँको चाहिँ पावर चाहिँ हस्तान्तरण गर्ने हो भने हिजो पनि त के अरे दलीय प्रणाली त थियो, संसद त थियो। त्यस कारणले यो संसद हुँदाहुँदै चाहिँ त्यसलाई चाहिँ डिजल्भ गरेर चाहिँ तपाईँको निर्वाचनको प्रक्रियाबाट जो गएको छ, यो प्रायोजनको उद्देश्य के हो भन्ने कुरा क्वेसनसँग छ। त्यसैले यो यसको प्रायोजन, यसको उद्देश्य दलहरूलाई पुनर्स्थापित गर्नु हो कि होइन भन्ने क्वेसनसँग छ। त्यसो भएको हुनाले निष्पक्ष स्वतन्त्र ढङ्गले निर्वाचन भयो भनेदेखि त दलहरू पुनर्स्थापित हुन्छन्। सानो आकार, ठुलो आकार होला, त्रिसङ्कुच होला या कोही आकारमा कम बेसी होला, जनताको जनादेश अनुसार। तर यदि चाहिँ तपाईँको चाहिँ निर्वाचनबाट अर्कै शक्ति स्थापित गर्न खोजेको हो, राजनीतिक दलहरू होइन, राजनीतिक दलहरूको नाममा चाहिँ हैन, एक प्रकारको चाहिँ तपाईँको चाहिँ नाम मात्रैको एउटा चाहिँ दलहरू खडा गरेर, प्रक्सी दलहरू खडा गरेर चाहिँ मुलुकको चाहिँ स्वाधीनतालाई कमजोर पार्ने प्रकारका खेलहरू त होइन भन्ने प्रकारका आशंकाहरू पनि उठिरहेका चाहिँ। नेता गुरुङले दलीय प्रणाली पुनः क्रियाशील हुनेमा आशावादी रहेको बताए। अहिले नियमित निर्वाचन नभएकाले यसलाई विशेष महत्त्वका साथ हेर्नुपर्नेमा जोड दिए।